हेलो एन्ड नमस्ते गाइज। मैले चाहिँ आज चाहिँ तपाईँहरूलाई एउटा कुरा अनबक्सिङ गर्न देखाइरहेको छु होइन। के कुराहरू तपाईँले सोच्नु त थाहा भएन नि होइन। म देखाउँछु हेर्नु है त। यो रहेको छ तपाईँको हाम्रो तिहारको लागि रमाइलो गर्ने, एकदम वातावरण प्रदूषण नगरिकन रमाइलो गर्ने थोरै थोरैहरू पड्काउने है। के होला गेस गर्नुभयो? पटेका। ल हेर्नुहोस् है तपाईँ, हामीसँग रहेको छ एउटा खुर्सानी बम। यसलाई चाहिँ कोब्रा बम पनि भन्छ, यस्तो कोब्रावाला। सँगसँगै हामीसँग यो ओरिजिनल कलर म्याजिक पेपर भन्ने बम पनि रहेछ होइन। यो चाहिँ स्पेसली मेड फर चिल्ड्रेन के, केटीको लागि टक्क यो हुने, भुइँमा प्याट्टा प्याट्टा हान्न पड्किने, रमाइलो हुने, घाम पनि नहुने, सातो नजाने खाले है यो। र यहाँ रहेको छ ट्याङ, यो चाहिँ चक्लेट बम है त। यो चाहिँ अलिक ठुलो आवाज आउँछ। यो चाहिँ एकदम सिनियरले मात्रै पड्काउनु होला, केटीले नदिनु है। साथसाथै यो के होला नाम पढ्नुहोस् त, ROCKET रकेट बम। ल अनि हामीसँग लास्टमा रहेको छ यो के भन्नुहुन्छ भने, यसलाई चाहिँ हाम्रो नेपालमा चाहिँ फुलझडी भन्छ। मैले चाहिँ अब यसको धेरै नाम थरी छ, तपाईँकोतिर के भन्छ कमेन्ट गर्नु है त। ह्याप्पी तिहार गाइस।